आज पौष कृष्ण पक्षको एकादशी अर्थात् सफला एकादशी। सफला एकादशीको कथा सुन्नाले पाप नाश हुन्छ, मनमा शान्ति प्राप्त हुन्छ, परिवारमा सुख समृद्धि आउँछ, कार्यहरू सफल हुन्छन्, सकारात्मक ऊर्जा बढ्छ। आउनुहोस् सफला एकादशीको कथा सुनौँ। एक समयमा चम्पावती नामक नगरीका राजा महिष्मत थिए। उनका 4 जना छोरा थिए। तीमध्ये जेठो छोरा लुम्पक अत्यन्तै दुष्ट, आलसी र खराब बानी भएको थियो। उसले चोरी, डकैती, दुराचार जस्ता पाप काम गर्थ्यो। आफ्नै छोराको कुबानी देखेर राजा महिष्मत लुम्पकलाई राज्यबाट निकालिदिए। अब घर परिवार मान सम्मान सबै गुमाएर लुम्पक जङ्गलमा बस्न थाले। जङ्गलमा तुसारो, चिसो, भोक र कष्टले उसलाई निकै दुःख भयो। यस्तै अवस्थामा पौष कृष्ण पक्षका एकादशी यानि सफला एकादशी आयो। त्यो दिन लुम्पकले चिसोका कारण केही खानपिन गर्न सकेन र अनआहारमै रह्यो। रातभरि पनि निदाउन सकेन र जागराम बस्यो। उसले अज्ञानमा भए पनि सफला एकादशीको व्रत पुरै नियमसहित पुरा गर्यो। रातिमा उसले भगवान विष्णुलाई सम्झेर भन्यो, हे प्रभु, म गल्तीले भरिएको मान्छे छु, तर पनि मलाई मार्ग देखाइदिनुहोस्। उसको मनको भक्ति र सत्यता भावले भगवान विष्णु अत्यन्तै प्रसन्न भए। सबै पाप नाश भएर उसको जीवन परिवर्तन भयो। भोलिपल्ट द्वादशीमा ऊ शान्त, विनम्र र सद्बुद्धिले भरिएको व्यक्ति भएर उठ्यो। त्यही रात राजा महिष्मतलाई स्वप्नमा भगवानका दूत आएर लुम्पक अब सुधारिएको छ, उसलाई राज्यमा फर्काउनुहोस् भने। राजाले छोरालाई बोलाए। लुम्पकले हात जोडेर क्षमा माग्यो। उसको परिवर्तन देखेर राजा अत्यन्त खुसी भए र पछि उसलाई राज्यको उत्तराधिकारी बनाए। लुम्पकले धर्मको अनुसार राज्य चलायो र अन्त्यमा भगवान विष्णुको धाम प्राप्त गर्यो। हजुर, सफला एकादशीमा हामीले व्रत बसेर चाहिँ धेरै फलहरू प्राप्त गर्न सक्छौँ। जस्तै पाप नाश हुन्छ, मनमा शान्ति प्राप्त हुन्छ, परिवारमा सुख समृद्धि छाउँछ, कार्यहरू सफल हुन्छन्, नबनेका कामहरू सबै बनेर जान्छन्, सकारात्मक ऊर्जा बढ्छ। श्रीमन्नारायण। ओम नमो भगवते वासुदेवाय।